चाहिँ हामी बिहानै आएको भएर यहाँ सब खाली छ। गुड मर्निङ, शुभ बिहानी सबैजनालाई। हिजो चाहिँ डे 1 थियो, एक्साइटमेन्ट थियो, तर आज टेस्ट भयो। रातभरि पानी पर्यो र बिहान उठ्दा सबै कुराले एउटा कुरा भने जस्तो लाग्यो, आज त स्किप गरे नि हुन्छ। तर च्यालेन्जको फर्स्ट रुल नै यो हो कि रेनले डिसाइड गर्दैन, मुडले डिसाइड गर्दैन, सबै कुरा हाम्रो लाइफमा हाम्रो डिसिजनले डिसाइड गर्छ। एक्ज्याक्टली 4 AM मा आज अलार्म बज्यो। बाहिर अँध्यारो, भित्र निन्द्रा, तर म उठेँ। होइन, कोही नआउँदाखेरि अर्ली मर्निङमा उठ्न सक्नु पऱ्यो। त नि खतरा हुने हो है, यस्तै बिहान छ, कोही छैन। र म चाहिँ रनिङ गर्नुभन्दा अगाडि स्ट्रेचिङ गर्न थालेँ र मैले आज एक्सपेक्ट नै गरेको थिइनँ कि फोन कम्प्लिटली इम्टी हुन्छ भनेर। नो पिपुल, नो नोइज, नो मुभमेन्ट क्या, बस हामी तिनजना। लास्ट नाइटको पानी परेपछिको फ्रेस हावा पनि आइरहेको थियो, शीतल, आनन्द लागिरहेको थियो। बिहान उठेर पनि निन्दा लागिरहेको थियो, जिउ दुखिरहेको थियो, तर आनन्द आइरहेको थियो। एकछिन लाग्यो कि यो वर्ल्डमा हामी मात्र छौँ। अनि त्यति बेला मैले रियलाइज गरेँ कि सक्सेसफुल पिपुलहरू सधैँ मोटिभेटेड हुँदैन, तर तिनीहरू सो अफ गर्छन्, स्पेसली त्यो दिनमा जुन दिन मन लाग्दैन। आजको रन फास्टेस्ट थिएन, तर यो रन इम्पोर्टेन्ट थियो। दौडिन। आज त भर्खर त यतिजना आइरहेछ। सबभन्दा पहिला कति 1 2 3 4 5 जना, 5 जना, 6 जना, 7 जना, 7 जना, 8 9 10 11 जना प्लस योगाका मान्छेहरू मात्रै छ। आज हामीले आफ्नो एक्सक्युसेसलाई जित्यौँ। डे 2 कम्प्लिट, 43 days लेफ्ट। सी यु टुमरो, बिकज टुमरो मर्निङ अलार्म फेरि बज्नेछ 4 बजे। बाई बाई।